सम्पूर्ण किराँत राईहरूको महान पर्व साकेला उभौली 2066 यहाँ विराटनगर स्थित जिल्ला कार्य समितिद्वारा आयोजित साकेलासिली नाच स्थानमा सम्पूर्ण किराँत राईहरू विराटनगरका जो हुनुहुन्छ युवा युवतीदेखि लिएर अन्य जात जातिका युवतीहरूको पनि यहाँ सहभागिता देख्न पाइन्छ र मेरो भाग्यवश मैले यो वर्ष पनि यहाँ विराटनगर स्थित साकेला स्थानमा आएर यहाँ आफ्नो चाड पर्वलाई मनाउन पाइरहेको छु। मलाई एकदम खुसी लागिरहेको छ। घामको प्रचण्ड गर्मी भए तापनि साकेलासिली नृत्य र त्यसमा बज्ने ढोल र झ्याम्टाको तालमा सबैजना नृत्य गरिरहेका छन्, रमाइरहेका छन्। हामीलाई यो प्रचण्ड गर्मीले नि केही भएको छैन, गर्मी भइरहेको छ तर पनि हामी सम्पूर्ण किराँत राईहरू यसरी यस स्थलमा नाचिरहेका छौँ र आउने वर्षहरूमा पनि म यसरी नै सहभागिता गर्न पाउनेछु भन्ने पूर्ण आशा लिइरहेको छु। एकपल्टलाई फेरि सम्पूर्ण किराँत राईहरूलाई एकपल्ट हेरौँ। सबैजना नाच्नमा व्यस्त हुनुहुन्छ, कोही भर्खर मात्र सिक्न लागिरहनु भएको छ, कोही आफ्नो जातीय वेशभूषामा हुनुहुन्छ भने कोही त्यतिकै आउनुभएको छ। आशा गरौँ आउने वर्षहरूमा उहाँहरूलाई पनि आफ्नो वेशभूषाप्रति अझै सजग हुनेछ भनेर हालको लागि उहाँले नृत्य सिकिरहनु भएको छ। आफ्नो साकेला नाच नृत्य भनेर के हो भनेर थाहा पाइरहेको छ र यहाँ जनसहभागिताहरू अलिकति हेर्ने दर्शकहरू अलिकति स्थलमा बसिरहनुहुन्छ, मन्दिर परिसरमा हुनुहुन्छ। त्यसै लगायत उहाँतिर पनि हाम्रो राईहरूमा पनि साकेला नृत्यहरू शैलीहरू भिन्न भएको कारणले गर्दा उहाँ एक थरी राईहरूको साकेला नृत्य त्यहाँ भइरहेको छ। त्यसै गरी अन्य महानुभावहरू यहाँ प्रशस्त मात्रामा आउनुभएको छ, यहाँ साकेला नृत्यलाई मनोरञ्जन गरिरहनु भएको छ। साना भाइ बहिनीहरू पनि आफ्नो जातीय वेशभूषामा आउनुभएको छ। यहाँ किराँत राई आयोगका जिल्ला कार्य समिति विराटनगरका पदाधिकारीहरू पनि हुनुहुन्छ, साकेला नृत्य गरिरहनु भएको छ। एकछिन थकाइ पनि मार्नुहुँदैछ। सम्पूर्ण हाम्रो यस महान चाडलाई एकदमै रमाई गर्मी भए तापनि घाम ठन्डापुर लागेर पनि हामी सम्पूर्ण यहाँ रमाइरहेका छौँ। यस सम्झनाहरू म सधैँ नै आउँदै यसरी बटुल्ने नै छु। आजलाई बिदा दिनुहोस्, नमस्ते।